Ma. Buri. Hello, France bada. Kiss खान्छ बेबी किस खाउँदा ठुच्छ Nice. What is up guys, another day, another vlog. आज चाहिँ हामी मोन्ट्रेमा आइपुगेका छौँ मन्ट्रे सहर घुम्न लाग्छ रहर बच्चाहरू पनि यहाँ फिट भइसकेछ एसा सान्सा एमा एभा खतरा रहेछ है पहिला एक्वेरियम मात्र आएको थियो यसपालि चाहिँ डाउन टाउन घुम्यो होला अर्जुन दाइसँग सरररररररर मोन्ट्रे कन्फरेन्स हलको लबी चाहिँ कडा छ है दामी रहेछ यस्तो खतरा एस्थेटिक कस्तो राम्रो रहेछ मन्ट्रेको डाउनटाउन हैन अर्जुन दाइले घुमाउँदै हुनुहुन्छ यहाँ बच्चाहरूलाई चाहिँ चिल भएको छ है अरू भन्दा नि क्यान्डी त्यो होइन आई डोन्ट लाइक द्याट सप मेरो एउटा फोटो खिच्नु नि बच्चाहरूको दोस्ती पो खतरा भएको छ त्यहाँ हेर मोन्ट्रे स्टेट हिस्ट्री पार्क अब हामी चाहिँ आइपुग्यौँ क्यालिफोर्नियाको फर्स्ट इयर हुँदै गाइस क्यालिफोर्निया मोन्ट्रेमा फर्स्ट ब्रिक हाउस अनि यहाँ चाहिँ वेलको हड्डीको रहेछ गाइस बच्चासँग हिँडेपछि खासै खिच्न पाइँदैन त्यहाँ हल्का फोटोसुट भइरहेछ फेरि यहाँ कान्छी लेट्स गो यता आऊ 1827 मा बनाएको कस्टम हाउस 1827 मा कस्टम हाउस ए करको कर कार्यालय ए क्यालिफोर्नियाकै हो क्या हो ल कर कार्यालय के रहेछ यहाँ चाहिँ 1846 मा क्यालिफोर्निया चाहिँ अमेरिकाको हुनुभन्दा पहिला मोन्ट्रे क्यालिफोर्निया भइसकेको थियो कि उसले आएर यही ठाउँमा चाहिँ झन्डा गाडेर यहाँको चाहिँ यहाँ वरिपरिको 6000 स्क्वायर माइलको जग्गा चाहिँ हाम्रो भनेर मेक्सिकोसँग मोन्ट्रेले कसले फरफराएको थियो अमेरिकन फर्स्टमा हिस्टोरिकल छ हजुर मोन्ट्रेको पियर 39 है गाइस मोन्ट्रेको पियर 39 ओके नट राइट नाउ एडिक्सनमा यहाँ त हाम्रो नेपालको हनुमान ढोका बसन्तपुरतिर घुमे जस्तो हुँदो रहेछ पुरानो ल आजको हाम्रो घुमघाम यतिको रमाइलो हुने भयो रमाइलो भयो अब चाहिँ बच्चा बोकेर हिँड्नु पर्यो गुड मर्निङ पिपल अनदर डे अर्जुन दाइले मलाई बल हाल्नु लाँदै हुनुहुन्छ गल्फको बल आफ्नै क्लब है यहाँको त ओजी रहेछ यार हाम्रो अर्जुन दाइ नचिन्ने कोही छैन यार
मन्ट्री आउँदाखेरि चाहिँ अर्जुन दाईले चाहिँ घरबाट 3 मिनेट होइन 3 मिनटमै सबै नजिक यार डाउन टाउन पनि नजिक अर्जुन दाईको लाइफस्टाइल चाहिँ मन पर्यो यार मलाई त सही छ यार जे पनि नजिक जे पनि बल हालेर नजिक विकेन्ड एरिया यसो भ्युसी हेर्नु पाने पानी सानी खेल्नु पऱ्यो भने वार्फमा गयो होइन सही होला बल हान्नु धेरै आउँदो रहेछ बिहान बिहान गाइस हेर्दै गर्नु है ल ल गाइस अहिलेसम्म नहानेको चिज चाहिँ यो अर्जुन दाईले हनाउने भयो मलाई अर्जुन दाईको फेरि आफ्नै क्लबहरू रहेछ हौ माई गुडनेस तर स्टोरीमा कहिले हाल्नु भएन त तपाईँले दाइ कहिले देखिनँ त अनि तपाईँले गल्फ खेल्नु भएको त पुरा क्लबको त पुरा भण्डार रहेछ डिक्कीमा त ए ठिक ठिक प्रोफेसनल म जस्तैले भ्लगमा म नि स्टोरी चाहिँ हाल्दिनँ भ्लगमा मात्रै हो ल ल ल हेर्नु पऱ्यो यार सिक्नु पऱ्यो ल ल गाइज है त ल कसरी हान्ने देखाइदिनु त दाइले ल इन्टरलक गरेर हान्ने जति सक्दो थोरै स्ट्रोकमा छिराउने कि त्यो अनि त्यो होइन थोरै स्ट्रोकमा यो चाहिँ पटिङमा हो कि क्या हो ओइ झन्डै ल झन्डै माने मैले दाइले लु मेरो टर्न अब लु अब सेकेन्ड एटेम्प हान्ने तरिका तपाईँहरूलाई फ्री कोचिङ भइरहेछ यहाँ अलाइनमेन्ट पालतिर अलाइनमेन्ट हुनु पऱ्यो अनि ट्रकको समातेर कडा ल त्यो चाहिँ मेरो बल्ल दाइले हान्दिनु त मेरो नि यस्तो गरेर होइन बिस्तार टुच्च मात्र हान फेरि हान ल वाल ट्रकको लागि सिधा यस्तो हुनु पऱ्यो खुट्टा अलिकति अलिक पर बस्नु पऱ्यो होइन दाइ अलिक पर बस्नु पऱ्यो अनि इन्टरलक गरेर यस्तो होइन दाइ यस्तो बिस्तार टुच्च सर्टमा हेर्दा दाइ अलराइट गाइज अब अर्जुन दाइले हिँडाएको होइन के लिने हो यो फेरि यहाँ ए बल लिने चाहिँ यहाँ हो कोड हानेपछि ल ठिक छ हामी चाहिँ हतारमा आएको भएर 1-2 सर्ट हानेर आयो ल स्मल बकेट हानेर लु यहाँ तारिक ताकेर तारिक हान्ने होइन त दाइ खोबिल टार्ने छिराउने भन्दा तारिक हान्ने सही होला झन्डै त्यसो गाडीमा ल गल्फ 101 जोडले हान्नु परेन पहिला टेक्निक सिक्ने ठिक छ फेरि हुँदैन नाइस द्याट वाज गुड वान बल चाहिँ इमोसनली हान्नु पऱ्यो गाडी
कडा भएर लास्ट बल त कडा गयो आज अर्जुन दाईको लास्ट बल है त अब लेट्स सी कस्तो हान्नुहुन्छ अर्जुन दाईले लास्ट बल है दाईले खतरा हान्नु है ग्राउन्ड बल भयो लास्ट बल चाहिँ सही ल थ्याङ्क यू दाइ यार दामी भयो ल जिन्दगीमा जे होस् गल्फ चाहिँ फर्स्ट टाइम ट्राई गरियो ल मजा आउँदो रहेछ गाइस धेरै महँगो पनि नहुँदो रहेछ हो हान्नु पनि सजिलै हुने रहेछ बकेट उतै हो दाइ सही मजा आउँदो रहेछ यदि तपाईँहरूलाई गल्फ हान्नु मन छ भने चाहिँ गल्फ जाँदा हुँदो रहेछ होइन दाइ अनि बकेट यसलाई चाहिँ के भन्छ यो लोनर पनि पाउने रहेछ मोन्ट्रीमा बल लिने ब्याट लाने हान्ने ट्याङ्की आफ्नै ल्याउनु नपर्ने ए आई मिन क्लब सरी क्लब क्लब पनि पाउँदो रहेछ अनि यहाँ टक्क लाएर बल ल्याउने हान्ने यो चाहिँ के भन्छ रे यो दाइ यो हान्नेलाई चाहिँ ड्राइभिङ रेन्ज ल सही मजा आउँदो रहेछ तर अलि हान्नु तरिका चाहिँ जान्नुपर्ने रहेछ अनि त्यो भएपछि चाहिँ फेरि फटिङ अब त खतरा भएछ त्यहाँ म पनि गाइस अर्जुन दाइले सर्टिफिकेट दिइसक्नु भयो होइन फर्स्ट टाइम भनेर पत्याउनु भएन र अर्जुन दाइले फर्स्ट टाइम भनेको यो भाइले गफ हाने कि अब मलाई भनेर है आजलाई चाहिँ छोटो छोटो बच्चाहरूलाई बिच लानु छ र हामी राइन दाइको कफी सपतिर अब चाहिँ हामी कफी सप जाने let's go अब चाहिँ हामी राइन दाइको कफी सपको इस्ट भिलेजमा आइपुग्यो हामी वी आर इन इस्ट भिलेज यस ए आमा दाइले फेरि कहीँ नछोड्यो है फेरि सही अलराइट गाइस हामी चाहिँ अब यहाँ राइन दाइको क्याफेमा बुढाबुढी अब किस खाने है किस खानु त बेबी किस खुवाउ त एउटा किस खुवाइदिउँ त अलिकति मिठो छ दामी रहेछ किस मिठो छ दाइ पनि खाने किस खोइ राइन दाइ कहाँ जानुभयो ओ दामी रहेछ यार यो त है मिठो छ यो थ्याङ्क यू राइन दाइ हेलो फ्रान्सबाट तपाईँले किस दामी खुवाउनु भएर हामीलाई वेलकम टु माई भ्लग नानी के त नि हामी फिन्जो भ्लग्समा स्वागत छ होइन भ्लग्समा अब म पनि पपुलर हुने भयो त तपाईँ त पहिल्यैदेखि पपुलर हुनुहुन्छ हामीले चाहिँ अब 5 अलिकति धेरै भ्युज पाउने भयो बाई अङ्कललाई हगी गरिदेऊ त हाफ फाइभ सफा गरेर कस्तो राम्रो देखाएको छ Alright, let's go. Alright guys, हामी चाहिँ बिचमा आयौँ Lovers Point Beach. Hi guys. Are you guys ready? Yeah. Looks so amazing. Papa, I wanna play with the sand. Alright guys, बिचमा बच्चाहरू खेल्दैछ बुढीलाई कस्तो लाग्यो त बिच एकदम बेस्ट अहिलेसम्मको है तपाईँहरूले आउनु भएको छैन भने चाहिँ एकदम आउनुपर्छ यो एकदम पानी पनि एकदम राम्रो छ एकदम ह्याप्पनिङ छ यो चाहिँ लभर्स पोइन्ट फेरि किड्स फ्रेन्डली बिच बच्चाहरू किड्स एन्ड फ्रेन्डली धेरै छाल पनि नआउने भ्यू पनि एकदम राम्रो दामी छ यो चाहिँ कस्तो बेसिकली कस्तो भने पोखरामा बिच भएको जस्तो छ हजुर पोखरा अनि बिच लेक साइड जस्तो लेक साइडमा बिच जस्तो एकदम राम्रो त्यहाँ हेर न एमा गएको त्यहाँ राइट गाइज हिजोको बिच पछि हामी फेरि आज आइपुगेका छौँ बल हान्नुलाई आइपुगेका छौँ
यहाँ अर्जुन दाइले बल पुरा भुइँभरि छरपष्ट पार्नु भएको छ दाइ त्यस्तो नगर्नु त फेरि आइपुग्यौँ हामी लत लग गई बराबर होला है बराबर भएन नि बराबर के गर्नु त सिद्धो भने तपाईँकोमा लिन आइहाल्छु नि म कडा कडा ठिक छ ग्राउन्ड बल कडा बल के भन्न चाहनुहुन्छ रमाइलो भएको छ ल लोनहरू फिर्ता गर्नु पऱ्यो होइन आफ्नो ब्याट आफै राख्नु पऱ्यो ल गाइस हानी यो बल 50-50 का मस्का चस्का अब गाइस हामी चाहिँ अब गफसफ हानेर ब्रेकफास्ट गरेर यहाँ आयौँ अब अर्जुन दाइलाई हाम्रो हल्का फोटो सुट गरिदिनु भनेर है धेरै धेरै धन्यवाद मलाई चाहिँ लाज लाग्छ फेरि फोटो खिच्नु चाहिँ फिल्स टु साई भिडियो चाहिँ खिचिदिन्छु होइन कान्छी guys, हामी चाहिँ घुमघाम सिनिक के अरे एउटा रोड ऱ्यासमा खेल्ने गेमको त्यो बाटो छेउछेउमा घुमघाम मच्छी रहेछ कस्तो लागिरहेछ एकदम रमाइलो चाहिँ आउनै पर्ने ठाउँ रहेछ एकदमै जता घुमे पनि एकदम जहाँ घुमे पनि एकदमै राम्रो नजिकै कि फेरि धेरै टाढा टाढा पनि पुग्नु नपर्ने कुनै कुनै चाहिँ घुम्न आएपछि चाहिँ ठाउँहरू एकदम टाढा टाढा हुन्छ ड्राइभ गरेर कहाँ पुग्नुपर्ने हुन्छ त्यो चाहिँ रमाइलो एकदम बिचहरू पनि एकदम रमाइलो ठुलो जिन्दगीमा आइयो है त यो ब्रिज पनि देखेर धेरै वर्ष अगाडि देखेको आइयो आज कडक Hello. What are you guys doing? Play with sand. Playing with the sand. Come on, you throw your hand. Wow. Dante. Emma. Booty. हजुर ल day 2 हो कि day 3 हो चाहिँ रेस्ट गरेर बस्यो आनन्दले बच्चाहरू स्यान खेल्छ अनि त्यसपछि घरतिर लाग्ने थ्याङ्क्स फर वाचिङ गाइस अनि थ्याङ्क्स टु अर्जुन दाई एन्ड भाउजू एन्ड रायन दाई फर एभ्रिथिङ रमाइलो भयो गाइस हेर्दै गर्नु होला